नमस्कार साथीहरू, म राजु महतो। आजको खुला सन्देशमा मधेसमा समाजमा अझै पनि देखिने एउटा संवेदनशील विषयको बारेमा कुरा गर्न चाहन्छु। दाइजो प्रथा। यो विषय कहिलेकाहीँ मजाकको रूपमा पनि आउँछ। मलाई पनि साथीभाइहरूले बेला बेला जिसाएर भन्छन्, राजु तिम्रो बिहे भयो भने त टन्नै दाइजो आउँछ होला है। उहाँहरूले मजाकमै भन्नुहुन्छ, तर साँचो कुरा के हो भने दाइजो कुनै गर्व गर्ने कुरा होइन। यो समाजको समस्या हो। हामीले धेरै पटक सुनिरहेका हुन्छौँ यी दाइजो प्रथा मधेसमा किन धेरै हुन्छ। के पहाडमा दाइजो हुँदैन त? साँचो कुरा के हो भने दाइजोको समस्या नेपाल धेरै ठाउँमा छ, तर मधेसमा यही सामाजिक कारणले गर्दा यो अझ बलियो देखिन्छ। पहिलो कुरा, हाम्रो समाजमा केटी पछले केटा खोज्ने चलन छ। यसले गर्दा केटा पछलाई अलि भ्यालु बढी भएको जस्तो देखिन्छ। यदि केटा पढेको छ, राम्रो पैसा कमाउँछ वा विदेशमा छ भने त झन् धेरै प्रस्ताव आउँछ। त्यसपछि केही परिवारले केटा भएको फाइदा उठाएर दाइजोको कुरा गर्ने पनि देखिन्छ। अर्को कारण, आफ्नै जातभित्र बिहे गर्ने दबाब पनि हुन्छ। मधेसमा धेरै ठाउँमा अझै पनि आफ्नै जातभित्र मात्रै बिहे गर्नुपर्छ भन्ने सोच छ। यसले गर्दा विकल्प कम हुन्छ र प्रतिस्पर्धा बढ्छ। कतिपय अवस्थामा सामाजिक प्रतिष्ठा देखाउने मानसिकता पनि हुन्छ। अरूले यति दिए हामीले पनि दिनुपर्छ भन्ने सोचले पनि दाइजोको चलन बढाउँछ। अर्को कुरा, कहिलेकाहीँ परिवारहरूले सोच्छ यी छोरीलाई पठाउँदा केही दिनु नै पर्छ, त्यसैले पनि परम्परा जस्तो बनेको छ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने दाइजोले समान होइन, दबाब र अन्याय बढाउँछ। आजको पुस्ता विशेष गरेर युवाहरूले यो विषयमा सोच बदल्न जरुरी छ। बिहे भनेको दुई परिवार र दुई व्यक्तिको सम्बन्ध हो, कुनै लेनदेन वा व्यापार होइन। यदि हामी युवाहरूले नै स्पष्ट रूपमा भन्यो कि हामीलाई दाइजो चाहिँदैन, त्यो दिनदेखि समाज पनि बिस्तारै बदलिन थाल्छ। त्यसैले आजको मेरो सानो सन्देश के हो भने छोरीलाई बोझ होइन, समान साथ हेरिनुपर्छ। बिहे विश्वास र सम्मानमा आधारित हुनुपर्छ, पैसामा होइन। तपाईँलाई के लाग्छ, दाइजो प्रथा किन अझै समाजमा छ? तपाईँको विचार कमेन्टमा अवश्य लेख्नुहोला। यस्तै सामाजिक विषयमा फेरि भेट्नेछौँ खुला सन्देशमा। हार्दिक धन्यवाद।